यो कति चाहिँ गाह्रो हुन सक्यो यो औषधि खाने बेला पनि आइयामै हरियो औषधि खाने बेला भयो यो बुहारीहरू कता गयो होला रे नातिनी कहाँ गए खै नातिनी कहाँ गए होला सधैँभरि मोबाइल त्यही मोबाइल खेलाएर बसे होला दाइले कति चाहिँ गाह्रो भएको यो नातिनी नातिनी जति बोलाउँदा नि सुन्दैन नि नानी खोइ औषधि खाने बेला भइसक्यो त्यो फोन मेसेजै गर्नु पर्यो कता हो खोइ बुहारी मलाई औषधि खानलाई तातो पानी ल्याइदेऊ न बा साह्रै गाह्रो भयो मलाई मैले सजुना राखेँ त्यसपछि अनि यसलाई मैले एउटा ढुङ्गाले थिचेर राखेँ यसलाई लगभग 4 बजे हेलो एभ्रिवान आज चाहिँ मैले पनिरको रेसिपी लिएर आएकी छु यसको लागि सुरुमा मैले कराई बसालेँ कराईमा लगभग 1.5-2 लिटर जति दुध राखिसकेपछि एकछिन तात्न दिएँ तातिसकेपछि यो माथि मैले घरमै बनाएको अमिलो राखेँ यसमा हजुरहरूले कागती भिनेगर चाहिँ नै राख्न सक्नुहुन्छ मसँग चाहिँ अमिलो थियो बुहारी मलाई औषधि खानलाई तातो पानी ल्याइदेऊ न बा साह्रै गाह्रो भयो मलाई तपाईकै छोरासँग बोलिरहेको छु के एकछिनमा ल्याइदिउँला हैरान भइसक्यो के भनेर मेसेज गरे नि त तपाईको छोरासँग बोल्दैछु के एकछिन पछि ल्याइदिउँला मेरो छोरो साथमा भएको भए पनि यतिको त गर्दैन थियो होला प्यासैले पनि मरे नि भयो महिना 2 महिनामा एकचोटि जुलेबी जेरी ल्याउँथे यो सुगरको बिरामीलाई बल्ल अहिले थाहा भयो त्यही भत्ताको लोभले रहेछ नि हे भगवान त्यही एउटा भत्ता आउँथेन भने पनि मलाई यही पानी पनि खुवाउँदैन थियो होला नि भगवान मलाई चाँडै लिन आइज न हे